गुरुर ब्रह्मा गुरुर विष्णु गुरुर्देव महेश्वर गुरुर साक्षात परब्रह्मा तस्मै श्री गुरवे नमः। धन्यवाद कार्यक्रम सञ्चालक ज्यू। शान्तिका अग्रदूत गौतम बुद्धको देश, माछा पुछ्रेको फेद, फेवा तालको काख, मुक्तिनाथको द्वार र सेती नदीको सङ्गमको रूपमा रहेको यस पवित्र अनि दिव्य भूमिमा आयोजना भइरहेको ऐतिहासिक महत्त्व बोकेको गरिमामय कार्यक्रमका श्रद्धेय सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि अतिथिगण, हातमा कापी र कलम लिएर निष्पक्ष निर्णय गर्न बस्नुभएका नायक मण्डल, विजयको अभिलाषामा आउनुभएका प्रतिस्पर्धी मित्रहरू, चेतनाको प्रति कलमलाई गति प्रदान गर्ने पत्रकारज्यूहरू र उपस्थित सम्पूर्ण सम्मानित महानुभावहरूमा म भरतपुर 25 शुक्रनगरमा अवस्थित श्री प्रभात माध्यमिक विद्यालयबाट हालसालै यसी दिएको विद्यार्थी क्रिस्टिना पराजुलीको हार्दिक नमन तथा न्यानो अभिवादन। समयको महत्त्वलाई मनन गर्दै म सनातन संस्कृति गण्डकी कोठी होम र हामी विद्यार्थी शीर्षकात्मक वक्तव्यमा आफ्ना भनाइहरू राख्नका निम्ति यस गरिमामय कार्यक्रमका श्रद्धेय सभाध्यक्षज्यूसँग अनुमति माग्दछु। विश्वकै सबैभन्दा पुरानो र वैज्ञानिकता, आध्यात्मिकता, नैतिकता र प्रकृतिसँगको समरसतामा आधारित जीवन पद्धति हो सनातन संस्कृति। सनातन शब्द स्वयंमा नै एक अटल, शाश्वत, अपरिवर्तनीय र चिरकालिक सत्यको प्रतीक हो, जो कुनै समय वा सीमाभन्दा परको त्यस्तो सत्य हो जसले पृथ्वीको आरम्भदेखि आजसम्मको मानव सभ्यतालाई उज्यालो मार्ग देखाउँदै हाम्रो जीवनको गतिशील यात्रालाई आलोकित पारेको छ। हाम्रो सनातन संस्कृतिले दिएका अनुपम अमूल्य उपहारका रूपमा रहेका वेद, उपनिषद, स्मृति, पुराण र शास्त्रहरूमा वर्णित ज्ञान केवल धार्मिक मात्र नभएर हाम्रो व्यावहारिक जीवनका लागि अत्यन्तै महत्त्वपूर्ण मार्गदर्शन हुन्। आज मलाई अत्यन्तै गर्व महसुस हुन्छ जब म सुन्छु विश्वका अत्यन्तै विकसित राष्ट्रहरू अमेरिका र बेलायतमा सनातन संस्कृतिले दिएका वेदहरूको बारेमा अध्ययन गरिन्छ। आज मलाई अत्यन्तै खुसी महसुस हुन्छ जब म सुन्छु विश्वका अत्यन्तै चर्चित विश्वविद्यालयहरूमा दक्षिण एसियामा व्याप्त हाम्रो सनातन संस्कृति गहन अनुसन्धानका विषयवस्तु बनेका छन्। संस्कृतमा एउटा भनाइ छ, वसुधैव कुटुम्बकम, अर्थात् समग्र विश्व एक परिवार हो। अब यही कुराबाट नै साबित हुन्छ कि हाम्रो सनातन संस्कृतिले दिएको शिक्षा र संस्कार कति उच्च अनि आदर्श छ र यिनै आदर्शहरूलाई जीवित राख्नका निम्ति हाम्रो देश नेपालमा विभिन्न धार्मिक तथा आध्यात्मिक केन्द्रहरूको स्थापना भएको छ। तिनै मध्ये एक पवित्र अनि पुण्य स्थल हो गण्डकी कोठी होम। गण्डकी कोठी होम हाम्रो सनातन चेतनाको त उज्यालो दीप हो, जो केवल एक धार्मिक केन्द्रको रूपमा नभइकन एक विश्वविद्यालय जस्तै हो, जस मार्फत नैतिकता, चरित्र निर्माण र एक मानव भएर मानवताका कर्तव्यहरू कसरी पूरा गर्ने लगायत सनातन संस्कृतिले दिएका शिक्षा र संस्कारलाई संसार समक्ष उजागर गरिएको छ। के तपाईँलाई थाहा छ कोठी होम गर्दा प्रयोग गरिने घिउ, चन्दन, तुलसी र अन्य हवन समिधा जब अग्निमा समर्पित गरिन्छ तब त्यसबाट उत्पन्न भएको धुवाले वायुमण्डलमा हुने कीटाणुहरू मर्दछन्, रोगजन्य कीटाणुहरू मारिन्छ र वायु शुद्ध हुन्छ। म यसै सन्दर्भमा भगवत गीताको 3रो अध्यायको 14औं श्लोकको स्मरण गर्न चाहे, जहाँ भनिएको छ कि अन्नाद भवन्ति भूतानि पर्जन्याद अन्न सम्भव यज्ञात भवति पर्जन्यो यज्ञ कर्म समुद्भव, अर्थात् समग्र प्राणीहरूको उत्पत्ति अन्नबाट हुन्छ, अन्नको वृष्टिबाट, वृष्टि यज्ञबाट हुन्छ र यज्ञ कर्मद्वारा नै सम्भव छ। साँच्चै नै यसका अतिरिक्त जब मन्त्रहरू उच्चारण गरिन्छ तब त्यसबाट उत्पन्न भएको ध्वनि तरङ्गले मानव मस्तिष्कमा निकै नै सकारात्मक प्रभावहरू पार्दछ, जसले ध्यान केन्द्रित गर्न, मानसिक तनाव घटाउन र भावनात्मक सन्तुलनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। यसै गरी ओम ध्वनि र यज्ञ मन्त्रहरू जब सही तरिकाले उच्चारण गरिन्छ तब त्यसबाट उत्पन्न भएको ध्वनि तरङ्गले 7 देखि 8 हर्जसम्मको कम्पन पैदा गर्दछ, जुन पृथ्वीको नैसर्गिक आवृत्तिसँग मेल खान्छ, जसले पृथ्वी र मानव समुदाय बीचको समन्वय कायम गर्दछ। यज्ञमा हुने प्रत्येक आहुतिमा त्याग, समर्पण र प्रकृतिसँगको सहअस्तित्वको भावना लुकिएको हुन्छ र यस्तै पवित्र अनुष्ठानहरूबाट हामी विद्यार्थीहरूले प्रकृति प्रेम अर्थात् प्रकृतिका पञ्चतत्त्वहरूको रूपमा रहेका पृथ्वी, जल, अग्नि, वायु र आकाशप्रतिको श्रद्धा, क्षमाशीलता, सहिष्णुता, शालीनता र भगवत गीताले सिकाएको महत्त्वपूर्ण कर्मयोग, कर्म गर फलको आशा नगर जस्ता ज्ञानगुणका कुराहरू हासिल गर्न सक्छौँ र गरि पनि रहेका छौँ। हामी सबैलाई अवगत भएकै कुरा हो कि मानव जीवनको अत्यन्तै सुन्दर अविस्मरणीय समय भनेको विद्यार्थी जीवनको समय हो, तर केवल किताबी ज्ञानले मात्र एक विद्यार्थी असल र आदर्श विद्यार्थी कदापि बन्दैन। एक विद्यार्थीले प्राप्त गरेको ज्ञान तब मात्र पूर्ण हुन्छ जब त्यो संस्कारसँग मिसिएर व्यवहारमा रूपान्तरित हुन्छ र त्यो आधार सनातन संस्कृति नै हो, जसले मानिसको गर्भ अवस्थादेखि वृद्ध अवस्थासम्मको समयलाई सन्तुलित, उद्देश्यपूर्ण र अनुशासित बनाउने मार्ग देखाउँछ। हाम्रो देश नेपालमा हुने विभिन्न सनातन संस्कृतिका अनुष्ठानहरूबाट हामी विद्यार्थीले नैतिकताको गहिरो शिक्षा प्राप्त गर्न सकिन्छ। यसै गरी हामी विद्यार्थीहरूले सत्यमेव जयते, अहिंसा, परमो धर्म र त्यागे नैके अमृत मानसु जस्ता मन्त्रहरूबाट हाम्रो जीवनको मर्मलाई गहिराईमा बुझ्न सक्छौँ।
त्यसैले एकपटक यस्ता पवित्र स्थलहरूमा सहभागी भइसकेपछि हामी विद्यार्थीको मन केवल किताबी ज्ञानले मात्र नभएर त्याग, विश्वास, श्रद्धा र समर्पणले भरिन्छ र यिनै भावनाहरूका कारण हामीले हाम्रो जीवनमा आइपर्ने हरेक कठिनाई र चुनौतीहरूको सहज तरिकाले सामना गर्दै हाम्रो जीवनमा शिक्षा, सफलता र संस्कारको सही समन्वय गर्न सक्छौँ। साँच्चै नै भन्ने हो भने हाम्रो सनातन संस्कृतिले दिएका हरेक शिक्षा र संस्कार हामी विद्यार्थी जीवनको लागि प्रकाशपुञ्ज नै हो। सनातन संस्कृति केवल एक पुरातन परम्परा होइन, यो त एक जीवित शाश्वत ज्ञान हो, यो त एक जीवित शाश्वत विज्ञान हो जो आजको 21औं शताब्दीको वैज्ञानिक युगमा पनि उति नै सान्दर्भिक छ। आज मानिस शान्ति खोज्दै समुद्रको पिठ, धरतीको सतह र अन्तरिक्षसम्म पुगेको छ, तर जसरी कस्तुरीले आफ्नो वीणाको सुगन्ध थाहा पाउन सकेको छैन, त्यसरी नै त्यो मानिसले आफूभित्र शान्तिको मूल फुटाउन सकेको छैन। तर मलाई त्यो मानिस कदापि भन्नु छैन। त्यसैले आज यस पवित्र अनि दिव्य भूमिमा उभिएर एउटा वाचा गर्न चाहन्छु, एउटा प्रतिज्ञा र अठोट जसमा मलाई हजुरहरूको धेरै नै साथ चाहिन्छ। के तपाईँहरू सहयोग गर्न तयार हुनुहुन्छ त? त्यसो भए आउनुहोस्, हाते मालो गर्दै अघि बढौँ र हाम्रो पहिचान र धरोहरको रूपमा रहेको हाम्रो सनातन संस्कृतिको प्रवर्धन र संरक्षणका निम्ति प्रभावशाली पाइलाहरू चाल्न आजै नै दृढ सङ्कल्प गरौँ। अन्त्यमा विश्वभरि फिजारिरहेका युवाहरूमा सनातन संस्कृतिले दिएको शिक्षा र संस्कारलाई जोड्ने लक्ष्यका साथ आयोजना गरिएको यस कार्यक्रम पनि सनातन संस्कृति प्रवर्धनको एक अपरिहार्य अभियान हो, जसका निम्ति म समग्र आयोजक परिवारलाई हृदय नै आभार तथा कृतज्ञता व्यक्त गर्दै व्याप्त कुलत, दुर्व्यसनी र असहिष्णुता जस्ता नकारात्मक पक्षहरूलाई पृथ्वी र मानव सभ्यताको काखबाट सधैँका लागि बिदा गर्न यस्तै पवित्र कार्यहरू रामबाण हुन् भन्ने भनाइका साथ यहाँबाट बिदा हुन चाहन्छु। हस्, धन्यवाद, नमस्कार।